यो तरिका चाहिँ कसरी ढिला गर्ने भन्ने एउटा मेथड हो। मैले सिकाउन जाँदै हुनुहुन्छ। गाइज आज चाहिँ यसो जोन्दा र सपना दिदीको चाहिँ हामी बिहे दर्ता गर्न जाँदैछौँ। म चाहिँ एज अ विटनेस जाँदैछु। जिन्दगीमा विटनेस भएको अनुभव पनि भइरहेछ यहाँ। मलाई थाहा थिएन यस्तो प्रोसेस हुँदो रहेछ भनेर। हेरौँ चाहिँ बल्ल निस्क्यौँ। दिउँसोको 4 बज्यो, साँझै भइसक्यो, गर्मी छ। अब चाहिँ जान्छौँ। अलिक बिकट ठाउँमै आइपुग्यो जस्तो छ। 29 यो 30 होला दाइ। 31 यही होला। 31 बिहे दर्ता गर्ने ठाउँ यस्तो हुँदो रहेछ है। अर्कै सोचे थिएँ बिल्डिङ सिल्डिङमा नेपाल जस्तो यसो सरकारी सोचेको थिएँ, तर ठिकै छ। सिम्प्लिसिटी इज गुड। ठिक छ, राम्रो वेदर, राम्रो इन्भाइरोमेन्ट, पुरै नेपाली भाइब्स दिइरहेछ यो फुलहरूले। I shall take care of you as my lawfully wedded husband. बधाई छ। शुभकामना छ फेरि पनि। स्क्रिनसट हान्नु 43 बोल एकदम छोटो मिठो बिहे पनि सकियो। दाइ किन दोस्रो बिहे गर्नु भयो 2 चोटि? किनभने मलाई 2टा बुढी बिहे गर्नु थियो। सेट हाम्रो भनेपछि बिहे लिगल बिहे त आज होइन। अस्ट्रेलियाको उत्यो अनुसार यहाँ तर फुलहरू चाहिँ है दामी रोपेको के गर्नु रोपेको ओभरमा जाने कि राम्रो थियो तर घर घर माथि फाइनली बिहेपछि घर आएर अब चटपटे चाउमिन बन्दैछ। चाउमिन है एकदम बबाल चाउमिन बन्दैछ है यहाँ साथी हो। यहाँ डिजे ऱ्यापमा नाच्नु भइरहेछ। फेरि चाउमिन बन्दैछ। हुन्थ्यो गाडामा ठेलामा जुस बाँड्दै हिँड्नुहुन्थ्यो। यो तरिका चाहिँ कसरी ढिला गर्ने भन्ने एउटा मेथड हो। मैले सिकाउन जाँदै हुनुहुन्छ। हाउ टु कट फिट स्लोली भन्ने ट्युटोरियल हो। अब जतिखेर पनि जुसको जटार अड्नु सक्छ है। वाटरमेलनको जटार त्यतिखेर अलिक पर यतिको डिस्टेन्स भयो भने चाहिँ सेफ हुन्छ। जुसको म ग्यारेन्टी दिन सक्दिनँ, तर चाउमिन चाहिँ म चाउमिन इन भेजिटेबल और भेजिटेबल इन चाउमिन के होला, के जस्तो लाग्छ तपाईँलाई? मलाई चाहिँ यसो हेर्दाखेरि चाउमिन इन भेजिटेबल। हामी फाइनल रिजल्ट पनि रिभिल गर्नेछौँ। लास्टमा चाहिँ चटपटे नै धेरै रहेछ। चटपटे चाउमिन नै धेरै रहेछ। बोल्टी बनाएकै
हामी चाहिँ यो खाजा खाएर चाहिँ सङ्गति छ हाम्रो घरि सङ्गति चर्च कम्बाइन त्यसमा हामी गयो त्यसमा जानेछौँ यसपछि चाहिँ